साथीहरूलाई कास्की जिल्लामा हाम्रो 1 नम्बर क्षेत्रमा तिलकजी, मधु वास्तोलाजी 2 नम्बर क्षेत्र र मनोज गुरुङजी 3 नम्बर क्षेत्रका लागि यो कास्की जिल्लाकै सबै कामहरू उहाँहरूसँग हामीले लिन सक्ने र उहाँका हरेक मानिसहरूलाई इमान्दारिता, उहाँको लगनशीलता, पार्टीभित्रको लगन क्षमता प्रदर्शन गरिसक्नु भएको छ र दक्ष हुनुहुन्छ। अहिले जनताले आफूले जित्ने उम्मेदवार भनेका यिनै 3 जनालाई रुख चिन्हमा मत गरेर आफूले जित्ने, जहिले पनि हामीले इमान्दारिता, सक्षमता, सच्चै साँचो हाम्रो काम गर्ने यी अभिभावक हुन् भनेर मत दिँदाखेरि हामीले यिनी 3 जना कास्की जिल्लाकालाई अत्यधिक मतले विजय गराइदिउन म विनम्र अनुरोध गर्दछु। हामी 1 नम्बर क्षेत्र भनेको भूगोलको हिसाबले सहरदेखि गाउँसम्म छ। त्यो सबै भावनालाई, त्यसको उच्च विचार राख्नका लागि उहाँसँग अद्भुत किसिमको तिलक राणावटसँग क्षमता छ, विद्वता छ, व्यवसायमूलक हुनुहुन्छ, देश विदेशले चिनेको छ। उहाँ व्यक्तिगतको कुरा गर्ने हो भने व्यक्तिगत त्यति हाइट भएको, उहाँसँग प्रतिस्पर्धा गर्ने मैले मेरै भाइहरू हुन् सबै उम्मेदवारहरू, मलाई सबै थाहा छ। उम्मेदवारमा कोही कमजोरी छु आफूलाई भन्दैन, त्यो पार्टीले नि भन्दैन, त्यो आफ्नो धर्म हो। त्यो उम्मेदवारी भन्न उहाँसँग 10 गुणा हाइट भएको उम्मेदवार हुनुहुन्छ र त्यो क्षमता उहाँसँग छ, विविधता छ। हामीसँग सहरदेखि गाउँसम्म छ, गाउँ चाहिँ बस्ती विहीन भएर हामी चाहिँ अहिले सहरीकरण भएको छौँ। सहरमा उक्कस मुक्कस भएको छ र गाउँ फर्कने वातावरण बनाउन सक्ने, प्लानको हिसाबमा सबै विज्ञसँग टच गर्न सक्ने क्षमता र केन्द्रसँग पनि पहुँच, उहाँ केन्द्रीय सदस्य पनि हो। अहिले निर्वाचित गगनजीको टिमको हो। जिताएर पठाउनु भयो भने उहाँ 5 जनाभित्र पर्नुहुन्छ। गगनजीले उहाँको बारेमा निकै चिन्नु भएको छ र उहाँ पहिचान भएको नेतासँग टच भएको नेता भएको हुनाले 1 नम्बर क्षेत्रमा तिलकजीलाई अत्यधिक मतले जिताउनु भयो भने हामी सबै अटाउने, सबै पार्टी नहार्ने, सबै जनताले जित्ने भावना मैले देखेको छु र उहाँसँग त्यो मैले ऊर्जा देखेको छु र त्यो हाइट उहाँसँग छ। सबैलाई समन्वय गर्नुहुन्छ। विदिता भएको हाम्रो गाउँलाई पनि फेरि पुनः जोडेर उहाँले तलदेखि सहरसँग, गाउँदेखि हिमालसँग, पर्यटकीय क्षेत्र होस्, 7 तालको उन्नति विकास होस्, हाम्रो एयरपोर्टकै कुरा होस्, उहाँको क्षेत्रमा पर्छ। यी सबैवटा कुरा उहाँले आफ्नो प्रतिज्ञा पत्रमा त भन्नुभएको छ। जनताहरूले कति पढ्नुहुन्न, कति बुझ्नुहुन्छ हुन्न, तर जनताको इमान्दारिता सिपाही भएको हुनाले नेपाली काङ्ग्रेसको धेरै इतिहासमा मैले तलदेखि माथिसँग पनि आफूले सानो ठुलो नेतृत्व गरेँ। गाविसको उपाध्यक्ष भएँ, त वडा अध्यक्ष भइयो, 42 सालमा जेल गइयो, 47 मा गइयो। हाम्रा कारणहरू व्यर्थ भएको रहन्छ भन्ने अहिले अनुभूति भएछ। सबै काङ्ग्रेसलाई रुखमा मात्रै मत हाल्न पाइयो, पार्टी कसैसँग जोडिएन। हामी शाबास गगनजी भनेर त्यहाँका मतदाताले भनेका छन्। घर बुझ्दाखेरि अब हामी कहीँ पनि विचलित नभइकन, हामीले कसैलाई नयाँ र पुरानो नभनिकन, पुरानो होइन, पुरानोलाई इतिहास हो, पुरानो भूगोल हो र नयाँ विचार हो भनेर त्यो विचारलाई जित्नका लागि त्यो नयाँ विचार लिएर तिलकजी आउनुभएको छ। तिलकजीलाई अत्यधिक मतले विजय गराइदिन म विनम्र अनुरोध गर्दछु। साथीहरू, लोकतन्त्रको अभ्यास भनेको सबभन्दा ठुलो कानुनी शासन हो। त्यसको कानुनी शासनमा जनता मालिक हुने शासन भनेको लोकतन्त्र हो। त्यो लोकतन्त्रको हिमायती नेपाली काङ्ग्रेसले अहिलेसम्म गर्दै आएको थियो। लोकतन्त्र भनेको हामी सबै अटाउने एउटा घर हो। तपाईँ हाम्रो एउटा चाहिने विद्यालय हो, एउटा पाठशाला हो। त्यो लोकतन्त्र बिना कुनै पनि प्रजातन्त्र र देश लाग्दैन। हिंसा, आतङ्क, डर भएले देश लाग्दैन। लोकतन्त्रको हिमायती नेपाली काङ्ग्रेस भएको हुनाले र नेपाली काङ्ग्रेस पनि पूर्ण सचिएको हुनाले एकपटक सबैले रुख चिन्हमा मत दिएर विजय गराइदिनु हुन 3 क्षेत्र कास्की जिल्लामा म विनम्र अनुरोध गर्दछु। अहिलेसम्म हामीले साथीहरू, अहिलेको अवस्था नेपालको हिसाबले हेर्ने हो भने सम्पूर्ण युवाहरूको नेतृत्व गर्न सक्ने क्षमताको गगन कुमार थापा भएको हुनाले अहिले हामीले विभिन्न मत बाँडेर यो देशमा एकमाना सरकार र बहुमतले काम गर्न सकेन भने ठुलो हामीलाई 5 वर्षलाई ठुलो भड्कारोमा जाने भएका हुनाले यो देशलाई सुशासन, प्रजातन्त्र र यसको भ्रष्टाचारीलाई कारबाही आफैबाट सुरु गर्छु भन्ने उहाँको हेतुका साथमा सबैले मूल्य र मान्यतालाई सोचेर एकमाना सरकार बनाउने र 5 वर्ष एकछत्र काङ्ग्रेसलाई शासन गर्न मौका दिनुभयो भने यो देशमा हामीले सोचेको जस्तो, अब युवाले सोचेको जस्तो पुनः आन्दोलन गर्न नपर्ने, पुनः हिंसामा जान नपर्ने, पुनः चाहिने आगजनी गर्न नपर्ने, कुनै पनि मानिसले नहार्ने, कुनै पनि जनताले नहार्ने नेपाली काङ्ग्रेस भएको हुनाले गगनजीको नेतृत्वमा यो सरकार बनाउनका लागि देशैभरिका नेपाली काङ्ग्रेसका साथीहरूले, देशैभरिका चाहिने हाम्रो अन्य नेपाली जनताहरूले, अन्य पार्टीमा लागेकाले विवेक पुर्याएर यो पटकलाई गगन कुमार थापाको अध्यक्षताको र उहाँ पार्टी सभापतिको र उहाँको प्रधानमन्त्री काल पुर्नु भएको छ। हामीलाई थाहा छ, हामी बुझेका छौँ। सक्षम हुनुहुन्छ, विश्व जनमतमा चिनिएको नेता हुनुहुन्छ, विश्वसँग टच गर्न सक्नुहुन्छ र नेपालको कायापलट गर्न सक्ने राजनीतिक क्षमता अभिवृद्ध भएको व्यक्ति भएको हुनाले
तपाईँहरूले गगन कुमारलाई एकमाना सरकार बनाउनलाई देशैभरिमा रुख चिन्हमा मत हालेर विजय गराइदिनु हुन म नेपाली काङ्ग्रेसको सिपाहीका नाताले सेवाका हिसाबले हामी काम गर्छौँ भन्ने भावनाका साथ तपाईँहरूसँग विनम्र अनुरोध गर्छु। संसारमा सबभन्दा ठुलो कुरो विचारको मत हो। त्यो मतमध्येको मत दिने भनेको भगवान् भनेको जनता हुन्। जनताले चाह्यो भने जे पनि गर्न सक्छन् भन्ने उदाहरण इतिहास नेपाली काङ्ग्रेसले 7 सालदेखि आजसम्म गरेको छ। पुरानाका कुराहरूको विचार लिने र नयाँ कुरा सचिने नेपाली काङ्ग्रेसको कुरा छ। त्यसमा सबै सुशासन गर्ने, भ्रष्टाचारीलाई निर्मूल आफैबाट सुरु गर्छु भनेर हाम्रो सभापतिले भन्नुभएको छ र हाम्रो तिलकजीले पनि आफूले पुरै कुरा व्यवसायलाई छोडेर राजनीतिमा हाम फाल्नु भएको छ र यो हाम्रो 1 नम्बर क्षेत्रकै एउटा सौभाग्य हो। हामी कोही जात वर्ग विशेष सानो ठुलो नबनिकन सबै अटाउने चौतारी नेपाली काङ्ग्रेसमा रुख चिन्हमा मतदान गरी विजय गराइदिनु हुन विनम्र अनुरोध गर्दछु। म वडा नम्बर 26 को बासिन्दा हो। महानगरको वडा नम्बर 26 मा मेरो अब यहाँ भौतिक निर्माणको अध्यक्ष हुनुहुन्थ्यो नरेन्द्र थापाजी। उहाँले चाहिने हाम्रो एउटा नमुना बनाउनु भएको छ। हाम्रो वडालाई विकासको मोडलमा हामी सबैसँग सहकार्य गर्छौँ र हामीले काङ्ग्रेसले जित्यो भने अहिले नरेन्द्रजीकै भाषामा भन्ने हो भने कसैले नै हार्दैन। अहिले तिलकजीले जित्नुभयो भने कुनै पार्टीले नै हार्दैन। 1 नम्बर क्षेत्रमा हामी सबैलाई हातेमालो गरेर एउटा माला पनि फुलमा उने चाहिँ गरेर उनेर पोखरालाई एउटा चाहिने मोडल दिने किसिमको काम गर्ने त्यो टिममा म पनि रहन्ला नरहन्ला सुझाव दिउँला। मेरो आफ्नो व्यक्तिगत कुराले के पर्छ थाहा छैन, तर उहाँको त्यो गर्ने हुटुटी मलाई थाहा छ र त्यो गर्ने टिम छ। हामी 11 वटा वडा पर्छन्। मादी र रूपाका वडाहरू छन्। जम्मा 30 वटा वडा छ। सम्पूर्ण वडाका हारेका जितेका जनप्रतिनिधिको इच्छा र आकाङ्क्षा पूर्ण गर्ने एउटा मात्रै उम्मेदवार तिलक राणा भाट भएको हुनाले उहाँलाई अत्यधिक मतले विजय गराई हाम्रो 1 नम्बरकै एउटा भाग्य निर्माता अभिभारा उहाँलाई बकाउन पाइयो भने एउटा सोच बन्ने छ र सबै जनताले शिक्षा स्वास्थ्य अनि हाम्रो विकासका निर्माण हाम्रा मोडलहरूका कुराहरू उहाँसँग धेरै कुरा अनुभव छ। विदेश धेरै देशमा उहाँ घुमिसक्नु भएको छ र व्यवसायमा नेपालकै एउटा सक्षम व्यवसाय भएर आफूलाई अहिले राजनीतिमा आउनुभएको छ र उहाँलाई अत्यधिक मतले विजय गराइदिनु हुन 1 नम्बर क्षेत्रका सम्पूर्ण हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू हाम्रा मतदाताहरूसँग विनम्र अनुरोध गर्दै मेरो भनाइ यही अन्त्य गर्दछु। जय नेपाल।